बस्यो भने पैसा आउँछ भन्छ, खै त आउँदैन त हाम्रो त। के भिख माग्नु पर्ने हो? ब्लो ड्राई गरेर छ कि कपाल। यस सर, बिर्तामोड आउँदैछु म ग्वाला बिर्तामोड आउँदैछु सन्डे। आइज 1 भर्सेस 10 रे। बाबु तेरो त अचार बनाइदिन्छ त 10 जनाले त। 1 भर्सेस 10 रे, त अचार हुन्छस् बाबु, अचार। त 1 भर्सेस 10 खेल्ने थुक्क जिन्दगी। गफ पनि अलि लिमिटमा हान्न यार। 10 जनाले त तेरो अचार बनाइदिन्छ बाबु। गुन्द्रुकको अचार जस्तै अचार बनाइदिन्छ तेरो 10 जनाले त। 1 भर्सेस 10 रे, आम्मा सुपरम्यान हो क्या हो तिमी। गोटी खाएर हो, गोटी खायो भने सिधै सुपरम्यान हो क्या। त्यस्तै लाग्छ के हान्छु, मैले त 10 जना हान्छु जस्तो लाग्छ। त्यही हो, ध्वस्त बिडा हान्छु। थोपडा त हेर्नु न 1 भर्सेस 10 हान्ने झारे रे, त्यही भने 1 भर्सेस 10 हान्छ अरे त्यसले। अति हजाज यार, साउथ इन्डियन फिल्म जस्तो लाग्यो क्या तँलाई बाबु। बरु आइज 10 जना लिएर आइज। कपाल BTS जस्तै गरिदियो रे। BTS भने के हो? बिहाइन्ड द सिन। म त्यही हालिदिन्छु त जस्तो एकजना रे। को आयो फेरि अर्को? 101 गर्छ है आम्मा। 1 भर्सेस 10 हान्छ अरे त्यसले, आम्मा सुपरम्यान। यसलाई रविन्द्र दानको साटो यसलाई पठाउनु पर्थ्यो नि यार। 1 भर्सेस 10 ढालिदिने रहेछ यसले। हिरो रहेछ यार यो त, खतरा रहेछ यार। अब्बुई दाइ यार, डेन्जर रहेछ यार। कालो घोडा खोइ रे। तेरो घोडा दौडिन्छ, हाम्रो घोडा पड्किन्छ। घाँटी हेरेर हड्डी निल नत्र बिचमै अड्किन्छ। आत्तामाझी सड्किन्छ। यो 1 भर्सेस 10 भन्नेको गाला पड्किन्छ। बुझेन? कालो घोडा ढुक्क हो न। कालो घोडा ढुक्क हो न। कालो घोडा ढुक्क हो न।